हेलो एभ्रिवान, आज चाहिँ म टिमुरको अचार बनाउन जाँदैछु। त्यसको लागि चाहिँ मैले सामानहरू रेडी पारिसकेको छु। अनि मैले चाहिँ यो सुरुमा लसुनलाई तेलमा भुटेर निकालेको छु। रातो रातो हल्का कलर निकालेको छु। अनि त्यसमा अदुवा नि राखेको छु अनि खोर्सानी स्पाइसीको लागि। अनि त्यसमा त टिमुर त एड गरिहाल्नु पर्यो। टिमुर चाहिँ मलाई एकदम मनपर्छ। त्यसमा चाहिँ मैले फेरि नुन राखेको छु। अनि मैले त्यसलाई ब्लेन्ड गरेँ मिक्सीमा राखेर। यतिको भएपछि चाहिँ मेरो टिमुरको अचार रेडी भइसकेको छ। यो चाहिँ ढक्क खानासँग चाहिँ थोरै खानुपर्छ अनि दामी हुन्छ। यो चाहिँ मेरो होममेड रेसिपी हो। अनि अलिकति चाहिँ म मेरो हस्बेन्डको लागि पठाउँदैछु। बाई बाई गाइस।